तर तपाईँ हामी विश्वास गर्छौँ कि गर्दैन, दैवीय शक्तिमा विश्वास गर्छौँ कि गर्दैनौँ भन्ने कुरा हो कि अहिले। म त त्यो ईश्वरमा विश्वास गर्दिनँ होइन, बुद्धिस्ट हो तर बुद्धिज्ममा पनि ईश्वर छैन कि। त्यो मानिसलाई सृजना गर्ने कुनै एउटाले शक्ति दिने होइन, अनि उसले शक्तिको आधारमा उसलाई चाहिँ त्यो म्यान्डेट दिने कुराहरू चाहिँ नि त्यो मानिसहरूले बनाएको। त्यो बनाउनलाई के गर्छ भन्दाखेरि त्यो जुन न्यारेटिभ लेख्ने हुन्छ नि त्यसमा चाहिँ नि पुरोहितहरूको भूमिका हुन्छ। त्यो रामायण पनि त्यो राम को हो भन्ने कुरा अहिले इन्डियातिर चर्चामा आइरहेको छ कि राम भन्ने वास्तवमा को रहेछ भन्दाखेरि त्यो चाहिँ नि पुष्यमित्र सुङ रहेछ। उसलाई चाहिँ जस्तो महाभारतमा पनि तपाईँको शकुनी भन्ने एकजना पात्र आउँछ नि, ऊ त अफगानिस्तानको होइन मान्छे हो नि, त्यो त उसको चाहिँ नि बाबुबाजेहरूलाई सबैले मारेको रहेछ नि त यो यिनीहरूले होइन, यो कौरवहरूले। शकुनीको 1000लाई मारेर ऊ एकजना मात्र बचाएको रहेछ नि त, मासु खुवाएर बचाएको नि। त्यहाँ त्यो महाभारतमा आउँछ नि, जेलमा हालिदियो होइन त्यो शकुनीको चाहिँ नि दाजुहरू अथवा काकाहरू सबैलाई होइन, 1000 थियो। उनीहरूले त्यो खान नपाएर जेलमा त्यसै भोकै मर्नुको सट्टा एकजना आफ्नै मान्छे खाँदै लास्टमा बचिएको भन्छ होइन। अनि उसलाई चाहिँ उसको बाउले चाहिँ नि होइन, शकुनीको बाउ उसलाई चाहिँ के भन्यो भन्दाखेरि यो जुन चाहिँ कौरवहरूको यो जुन चाहिँ छ नि यिनीहरूसँग बदला दिनुहोस्, यिनीहरूले सखाप पार्नुपर्छ, हाम्रो त यस्तो भएको भने अब गान्धारको हो नि त। गान्धारीको चाहिँ नि वास्तवमा त्यो काका होइन, शकुनी त उसको मामा हो नि त, शकुनीको के अरे गान्धारको दाजु हो नि त शकुनी त। अब उनीहरूको चाहिँ बदला लिनलाई आएको त्यहाँ दरबारभित्र पसेको होइन। मेरो कथाको प्रसङ्गमा यो राजा र ईश्वरीय शक्तिको कुराहरूमा कसरी होइन मर्दाखेरि उसको बाउले के भन्नु भने मेरो यो हड्डी होइन, यो हड्डीको चाहिँ नि उसले पासा बनाउँछ होइन, यो पासाले लिएर तिमी चाहिँ त्यहाँ जाऊ, अनि त्यो पासाभित्र म लुकेको हुन्छु, तिमीले भनेको बेलामा तिमी कहिले हार्दैनौ। यसरी चाहिँ नि यो राज्य चलाउनेमा राजा चाहिँ जहिले पनि एउटा धर्मबाट भनौँ न जस्टिफाई गरेको होइन, धर्मको आधारमा राजा बनेको हुन्छ, किन जनताले चुनेको भन्ने कुराहरू हुँदैन थियो। दर्शकबिन्दुहरू तपाईँहरू सम्पूर्णलाई स्वागत छ। आज हामीसँग इतिहासकार, पूर्व मन्त्री र विशेष गरी बौद्ध धर्मको एकदम स्पेसियलिस्ट ज्ञाता भनेर चिनिने केशवमान साक्य सर हामीसँग हुनुहुन्छ। सर स्वागत छ हजुरलाई। हजुर, तपाईँसँग चाहिँ हामी एउटा विशेष खालको कुराकानी गर्न आज हामी गइरहेका छौँ। जस्तो पछिल्लो समय राजावादीहरूले आन्दोलन चलाइरहेछन् र आन्दोलनको क्रममा आन्दोलनको बिचबाट उनीहरूको नारा के छन् भन्दाखेरि राजा र हिन्दू धर्म सँगसँगै विष्णु भगवानलाई पनि उनीहरूले जोड्छन्, विष्णुको अवतार भनेर भन्छन्। के हो यो खासमा चाहिँ हिन्दू धर्म र राजाको सम्बन्ध के छ, त्यसमा विष्णु भगवानको इन्ट्री कसरी भयो अथवा त्यो के सम्बन्ध छ यो बिचमा थोरै बताइदिनुहोस् न। हो यो जुन चाहिँ हुनु न अहिले विश्वमा होइन राज्यहरू निर्माण हुँदाखेरि त्यहाँ चाहिँ नि पहिले त सबै राजा नै हुन्थ्यो प्रायः सो होइन। त्यसबेला नयाँ यो जुन लोकतन्त्र अथवा डेमोक्रेसी अथवा भनौँ न समाजवाद यस्तो होइन, कम्युनिजम यस्तो कुराहरू त धेरै पछि 200-300 वर्ष मात्र भयो होइन आएको। त्योभन्दा अगाडि जहाँ पनि एउटा राज्यको प्रमुख चाहिँ राजा नै हुन्थ्यो होइन। त्यो राजा भन्नेको जो राजतन्त्र छ नि त्यो चाहिँ यो नयाँ खालको भनौँ न वैज्ञानिक आधार भन्दा पनि पहिलेको समाज चाहिँ के थियो भन्दाखेरि शासन गर्ने एउटा आधार चाहिँ धर्म थियो है। त्यस कारण चाहिँ तपाईँको जताततै चाहिँ नि अब पश्चिमतिर पनि धार्मिक नै हुन्थ्यो राजाहरू होइन। त्यसपछि युरोपतिर चाहिँ के भयो भन्दाखेरि धर्म र राज्य होइन को बिचमा फाटो आयो, किनभने राजा र धर्म एकै ठाउँमा हुन्थ्यो कि राजा नै त्यो धर्मको चाहिँ प्रमुख हुन्थ्यो होइन। अब त्यो पश्चिमतिर के भन्यो धर्म र राजा छुट्याइदियो, त्यस कारण चाहिँ त्यहाँ सेकुलरिजम भन्यो। धर्म भनेको अब चर्चमा मात्र जाने होइन, त्यहाँको पादरी अथवा त्यहाँको आर्कबिसप को पोपहरूले चलाउने भयो। अनि राजाहरू चाहिँ नि अब राजा भयो तर क्रिस्चियन राजा नै हुन्थे होइन। तर पहिले के थियो भन्दाखेरि त्यो राजा नै पोप। अब यो चाहिँ यता एसियातिर आएर अब एसियामा त क्रिस्चियनिटी त छैन, अब यता मुस्लिमतिर पनि एउटा मुस्लिममा पनि राजा र यो उसको के अरे मुस्लिम धर्मगुरुको बिचमा जस्तो इरानमा हेऱ्यो भने त्यो धर्मगुरु र राजाको बिचमै द्वन्द्व भएर अहिले राजा सकिएर अनि अहिले त्यहाँको प्रमुख खोमेनी भन्छ नि होइन, धर्मको चाहिँ प्रमुख हुन्छ। यसरी चाहिँ नि यो राज्य चलाउनेमा राजा चाहिँ जहिले पनि एउटा धर्मबाट
भनौँ न जस्टिफाई गरेको होइन धर्मको आधारमा राजा बनेको हुन्छ किन जनताले चुनेको भन्ने कुराहरू हुँदैन थियो अब प्रायः चाहिँ नि राजा बन्ने मान्छे को थियो भन्दाखेरि एउटा सौरभ भएको भनौँ न लडाइँमा चाहिँ नि एउटा शक्ति भएको मान्छे होइन उसले लडाइँ लड्छ मान्छेहरू काट्छ तरवारले होइन अब त्यसमा हिंसाबाट चाहिँ ऊ शक्ति हुन्छ त्यो शक्ति कहाँबाट प्राप्त हो भन्दाखेरि उसलाई चाहिँ नि भगवानबाट होइन ईश्वरबाट प्राप्त हो त्यसकारण उसले आफूले के छ भने म त ईश्वरबाट होइन प्राप्त अथवा ईश्वरकै एउटा अंश हो भन्ने कुरा गर्दै गर्दै जाँदाखेरि यता हिन्दू जुन चाहिँ हिन्दू धर्मको चाहिँ नि इतिहास हेऱ्यो भने जुन भारतमा आउँछ त्यहाँ चाहिँ राजाहरू सबै अनि देउता नै जस्तो अब तपाईँको राम भन्यो होइन अब त्यो त एक प्रकारको राम नै हो एउटा के मोस्टली यो धर्मको मोडेल उनीहरूले रामायणबाट प्राप्त गरेको अब राम भनेकै विष्णु भयो होइन विष्णुको अवतार भयो हुन त कृष्ण पनि हो होइन त्यसपछि अरू पनि हो तर हिन्दू धर्ममा चाहिँ नै रामायण नै मोडेल हो कि त्यसकारण इन्डियामा अहिले पनि रामको कुराहरू आइरहेछ नि राम नै विष्णु हो होइन विष्णुको अवतार राम नै हो त्यसकारण चाहिँ नेपालमा पनि के छ भन्दाखेरि नेपालमा पनि यो अहिलेको शाह होइन शाह राजा र इभन मल्ल राजाहरूको नेवार मल्ल राजाहरूमा पनि त्यो चाहिँ आइसकेको थियो त्यसकारण उनीहरूले आफूलाई चाहिँ रामको अवतार अथवा विष्णुको अवतार ठान्ने त्यसबाट जस्टिफाई म चाहिँ नि राजा हुनलाई जन्मैदेखि म जन्मेकै उसमा हुन त यता बुद्धिज्ममा पनि तपाईँको एक प्रकारको बुद्धको सुरु हुँदाखेरि बुद्धलाई पनि त एउटा जन्मेको होइन ज्योतिषहरूले भन्थ्यो नि यो चाहिँ नि राजा भयो भने चक्रवर्ती राजा हुन्छ तर यसले चाहिँ राजपाट छोडेर सन्यासी भयो भने यो बुद्ध बन्छ भन्थ्यो बुद्धले चाहिँ नि राजपाट छोडेर बुद्धतिर लाग्यो होइन त्यसकारण यहाँ चाहिँ राज्य चलाउने कसले भन्दाखेरि एउटा डिभाइन एउटा दैवीय अवधारणा त्यो कुनै साधारण जनताको छोरा चाहिँ नि त्यो जुन चाहिँ इलेक्सनबाट होइन चुनाव त्यो प्रवृत्ति थिएन त्यहाँ लडाइँबाट जितेर राजा हुन्थ्यो नि त लडाइँ जित्नलाई त्यो लडाइँमा जित्ने जुन चाहिँ नेता हुने अथवा त्यसको चाहिँ प्रमुख भएर लडाइँ जित्नुको लागि उसलाई दैवीय शक्ति चाहिन्छ होइन भनेर त्यसकारण चाहिँ ऊ चाहिँ राजा भनेको मान्छे दैवीय शक्ति नै हो त्यो अब भनौँ न कुनै निश्चित मतलब क्षमता भएको पावर भएको मान्छेले चाहिँ राजा बन्न पाउने भयो राजा बन्ने त्यो क्षमता चाहिँ त्यो शक्ति चाहिँ उसले या त विष्णुबाट अथवा चाहिँ ईश्वरबाट प्राप्त गरेको एउटा ईश्वरबाट उसले दिएको हुन्छ जस्तो अब हाम्रो पृथ्वीनारायण शाहको कुरा आउँछ नि त उसलाई चाहिँ गोरखनाथले चाहिँ होइन तिमी राजा बन्छ भनेर चाहिँ नि आशीर्वाद दिएको अब गोरखनाथ चाहिँ एउटा दैवीय एउटा शक्तिबाट उसलाई दियो भन्छ तर पछि चाहिँ जनताले उसलाई प्रशस्ति गर्दा गर्दा ऊ आफैलाई चाहिँ नि विष्णु अवतारै भन्छ राजै भनिन्छ अब यता खसानतिरको राजाहरूको कुरा पनि इन्ट्रेस्टिङ छ के यता हिन्दूमा मात्र होइन त्यो राजाको कन्सेप्ट बुद्धिस्टमा पनि रहेछ के खसानहरूको राजाहरूको त्यो अशोक चल्ल होइन रिपु मल्ल अनि त्यसपछि सुरुका जुन चाहिँ होइन चल्ल मल्ल क्राचल्ल यिनीहरूको प्रशस्ति हेर्दाखेरि नागराज भन्ने थियो नि नागराज होइन उनीहरू त बुद्धिस्ट थिए नि त उनीहरूलाई हिन्दूको विष्णुको अवतार भनेर खाएको छैन तर उनीहरू चाहिँ नि एक प्रकारको बुद्धिस्टको चाहिँ नि सबभन्दा ठुलो शक्तिबाट चाहिँ नि अनुग्रह प्राप्त हे वज्र को चाहिँ नि पातबाट उसलाई आशीर्वाद गर्यो हे वज्र भनेको वज्रयान बुद्धि धर्मको एउटा शक्तिशाली देवता भन्नु पर्यो होइन उसको आशीर्वादले चाहिँ नि ऊ भएको अथवा अवलोकितेश्वरको चाहिँ नि कृपा अथवा अवलोकितेश्वर नै बोधिसत्व नै हो भन्ने खालको त्यसकारण राजा भन्ने शब्द नै त्यो जनताबाट राजा बन्ने होइन कि त्यो राजा भने त्यो जनतालाई शासन गर्नलाई एउटा दैवीय शक्तिबाट अवतरण भएको अथवा भन्ने कुरा आउँछ 1616 चाहिँ द्रव्य शाह जसरी लिगलिकोटमा दौडेर राजा भयो नि त्यो दौड जित्नु पनि त त्यसो भए त्यो दैविक शक्ति प्राप्त भएर जितेको होला कि के हो त खासमा त्यतिबेला त राजा भयो अब यहाँ तपाईँ हामी चाहिँ कुरा गरौँ भने कुरा यस्तो छ तर तपाईँ हामी विश्वास गर्छौँ कि गर्दैन दैवीय शक्तिमा विश्वास गर्छौँ कि गर्दैनौँ भन्ने कुरा हो कि अहिले तपाईँ हामीले यो जुन बौद्धिक होइन एउटा तार्किक कुरा गर्ने हो अब म त विश्वास गर्दिनँ म त त्यो ईश्वरमा विश्वास गर्दिनँ होइन बुद्धिस्ट हो तर बुद्धिज्ममा पनि ईश्वर छैन के त्यो मानिसलाई सृजना गर्ने कुनै एउटाले शक्ति दिने होइन अनि उसले शक्तिको आधारमा उसलाई चाहिँ त्यो म्यान्डेट दिने कुराहरू चाहिँ नि त्यो मानिसहरूले बनाएको त्यो बनाउनलाई के गर्छ भन्दाखेरि त्यो जुन न्यारेटिभ लेख्ने हुन्छ नि त्यसमा चाहिँ नि पुरोहितहरूको भूमिका हुन्छ बुझ्नुभयो त त्यो रामायण पनि त्यो राम को हो भन्ने कुरा अहिले इन्डियातिर चर्चामा आइरहेको छ कि
राम भन्ने वास्तवमा को रहेछ भन्दाखेरि त्यो चाहिँ नि पुष्यमित्र सुङ रहेछ। त्यसको कहानी अब तपाईँको त्यो हो नि, पुष्यमित्र सुङ भनेको को हो त भन्दाखेरि तपाईँको 2200-2300 वर्ष अगाडि भारतमा चाहिँ नि सम्राट अशोक मौर्यहरूको राज्य थियो। 10वटा पुस्ताले राज्य गर्यो। 10औं पुस्ताको मौर्य राजा बृहद्रथ भन्ने, उसलाई चाहिँ नि त्यो पुष्यमित्र सुङ भन्ने त्यहाँभित्र त्यो दरबारभित्र घुसेर सेनामा चाहिँ नि भर्ना भएर त्यो सेनापति भएर आइसकेको रहेछ के। तर उसको चाहिँ के थियो भने त्यो मौर्यहरूलाई प्रति चाहिँ नि उसको त्यो ब्राह्मणहरूलाई, अशोक मौर्यको टाइममा ब्राह्मणहरूले धेरै थिच्यो होइन, हिन्दू धर्मलाई त धेरै मिनिमाइज गर्यो नि त। अशोकको टाइममा त करिब भारतमा ब्राह्मणहरू लोपै भइसकेको थियो नि त, सबै भागेर जङ्गल पसेको थियो के। सम्राट अशोकको पालामा उनीहरू यति साह्रो बुद्धिज्मको त्यो जुन चाहिँ धर्मको जुन व्याख्या आयो नि, त्यो व्याख्यामा ईश्वरको कन्सेप्ट छैन, हिन्दूको त्यो वेदको कुरा मान्दैन थियो। त्यस कारण सम्राट अशोक यति शक्तिशाली कि उसले चाहिँ नि ब्राह्मण धर्मलाई चाहिँ नि पाखा लगाइदियो। त्यस कारण त्यसको बदला लिनलाई चाहिँ नि त्यो मौर्यहरूसँग बदला लिनलाई पुष्यमित्र सुङ भन्ने एकजना ब्राह्मण हो, उसलाई चाहिँ नि जस्तो महाभारतमा पनि तपाईँको शकुनी भन्ने एकजना पात्र आउँछ नि, ऊ त अफगानिस्तानको होइन मान्छे हो नि त्यो त। उसको चाहिँ नि बाबुबाजेहरूलाई सबैले मारेको रहेछ नि त यो यिनीहरूले होइन, यो कौरवहरूले होइन। त्यस्तो इतिहास छ नि। उसको त 1000 दाजुभाइहरू हो नि त उनीहरू त होइन। शकुनीको 1000लाई मारेर ऊ एकजना मात्र बचाएको रहेछ नि त, मासु खुवाएर बचाएको नि। त्यहाँ त त्यो महाभारतमा आउँछ नि, जेलमा हालिदियो होइन त्यो शकुनीको चाहिँ नि दाजुहरू अथवा काकाहरू सबैलाई होइन। 1000 थियो, उनीहरूले त्यो खान नपाएर जेलमा त्यसै भोकै मर्नुको सट्टा एकजना आफ्नै मान्छे खाँदै लास्ट बचेको भन्छ होइन। अनि उसलाई चाहिँ उसको बाउले चाहिँ नि होइन, शकुनीको बाउ उसलाई चाहिँ के भन्यो भन्दाखेरि यो जुन चाहिँ कौरवहरूको यो जुन चाहिँ छ नि, यिनीहरूसँग बदला दिनुहोस्, यिनीहरूले सखा पार्नुपर्छ, हाम्रो यस्तो भएको भने। अब यता धृतराष्ट्रको श्रीमती के अरे होइन त्यो आँखा बाँध्ने होइन, गान्धारको हो नि त। गान्धारीको चाहिँ नि वास्तवमा त्यो काका होइन, शकुनी त उसको मामा हो नि त, शकुनीको के अरे गान्धारको दाजु हो नि त शकुनी त। अब उनीहरूको चाहिँ बदला लिनलाई आएको त्यहाँ दरबारभित्र पसेको होइन। बरु कथाको प्रसङ्गमा यो राजा र ईश्वरीय शक्तिको कुराहरूमा कसरी मिलेर त्यति बेला चाहिँ पावरलाई नै ईश्वर मान्ने भन्ने टाइपको रहेछ कि होइन, त्यो बनाएको भनेर भन्यो नि एउटा। त्यस कारण चाहिँ त्यो जुन महाभारतको केसमा त्यो शकुनी आएर चाहिँ नि के गर्छ भन्दाखेरि उसको बाउ होइन मर्दाखेरि उसको बाउले के भन्नु भने मेरो यो हड्डी होइन, यो हड्डीको चाहिँ नि उसले पासा बनाउँछ होइन, यो पासाले लिएर तिमी चाहिँ त्यहाँ जाऊ, अनि त्यो पासाभित्र म लुकेको हुन्छु, तिमीले भनेको बेलामा तिमी कहिले हार्दैनौ। अनि त्यो जुवाको खेला महाभारतको कथा कहाँ भन्नुहुन्छ, तर त्यसको खास त्यो महाभारतको कथाको मेन त्यो पात्र त फेरि शकुनी पनि हो। शकुनी नै हो नि त्यो पासा हान्ने, शकुनीले जुवामा मान्छेहरूलाई लैजाने, अनि जुवामा होइन द्रौपदी समेत त्यो योजनाबद्ध तरिकाले चाहिँ उसको योजना थियो नि। खास महाभारतको योजना एउटा कृष्णको पनि आउँछ, तर अर्को चाहिँ पात्र के छ भने शकुनी हो के। उसले बदला लिनलाई सारा उसको काकाहरू सबै मारेको थियो होइन। उसको बाउ लास्ट उसको बाउ थियो, उसको बाउले चाहिँ हाम्रो यस्तो यस्तो हो, तिनीहरूलाई बदला लिनुपर्छ भने जस्तै मैले अब यहाँ रामको कुरा ल्याएको नि अब राजासँग जोड्नलाई। राम भन्ने को हो त भन्दाखेरि त्यो कथामा रामायणमा चाहिँ कहाँ इतिहास बनाउँछ त्यो होइन। अहिले चाहिँ निक्लिरहेकोमा चाहिँ नि राम भन्ने जुन चाहिँ कथा छ त्यो चाहिँ वाल्मिकी भन्ने। अब को रहेछ वाल्मिकी, को रहेछ राम भनौँ न। त्यसको खोटल्दाखेरि अहिले के निक्ल्यो भने त्यो मौर्य जुन वंशलाई लास्ट राजालाई मारेर अनि त्यहाँबाट चाहिँ नि उसले त्यो राज्य लिएर अनि बुद्धिस्टहरू सबैलाई सखा पारेर भिक्षुहरूलाई मारेर होइन बिहारहरू जलाएर अनि त्यो मगधबाट भागेर अनि त्यो अहिले अयोध्या भन्ने ठाउँ छ नि, त्यो अयोध्या भनेको अयोध्या होइन, त्योभन्दा अगाडिको नाउँ साकेत हो। त्यो पनि एउटा बौद्ध एउटा नगर नै हो, त्यहाँ ठुल्ठुलो बिहारहरू छ है। त्यो ठाउँमा चाहिँ नि पुगेर उसले अनि अयोध्या भनेर उसले त्यहाँ राजधानी बनायो। युद्ध नगरिकन अयोध्या भनेको युद्ध नगरिकन होइन, युद्ध नगरिकन ऊ राजा भएको हुनाले त्यो ठाउँ त्यो राजधानी बनाएको हुनाले त्यसलाई अयोध्या त्यसको राजा भयो। अनि ऐतिहासिक हेऱ्यो भने
तपाईँको अश्वमेध यज्ञ गर्ने चाहिने यता रामायणको कथामा अश्वमेध यज्ञको कुरा आउँछ तर भारतको इतिहासमा अश्वमेध यज्ञ गर्ने चाहिँ लास्ट चाहिँ राजा त्यही छ राम होइन त्यो पुष्यमित्र सुङ पुष्यमित्र सुङले चाहिँ त्यहाँ राजा गर्यो अश्वमेध यज्ञ भनेको पनि एक प्रकार युद्ध जस्तै हो उसको आफ्नो घोडा जहाँसम्म जान्छ त्योसम्म वार नगरिकन आफ्नो हुन्छ तर त्यहाँको उसले चाहिँ त्यो घोडालाई चाहिँ रोक्यो भने त्यसपछि वार हुन्छ अनि वार जितेपछि त्यो हुन्छ र वार हार्यो भने फेरि आफू हारिन्छ त्यो एउटा वार डिक्लेयर गर्ने एउटा त्यस बेलाको पद्धति रहेछ होइन अश्वमेध यज्ञ भनेर यज्ञ गर्ने तर त्यो सबैको चाहिँ पछाडि बुद्धि खेलाउनेहरू चाहिँ के छ भन्दाखेरि ती ब्राह्मणहरू हो त्यस कारण त्यो जुन वाल्मीकि भन्ने होइन त्यो चाहिँ त्यसको दरबारको एकजना कवि हो ब्राह्मण बुझ्नु हरेक ब्राह्मण साहित्यकार पालेको हुन्छ प्रशस्ति गाउँलाई संस्कृतको श्लोक लेख्ने होइन कविता लेख्ने यस्तोहरू राखेको हुन्छ उनीहरू नै फेरि एक प्रकारको राजनीतिक चिन्तक पनि हो अनि त्यो रामायण लेखेको हो त्यो रामायण लेखेर त्यो पुष्यमित्र सुङलाई राम भन्ने जुन चाहिँ पात्र बनाएर अनि त्यसबेला भएका 10वटा टाउको भएको रावण भन्छ नि त्यो चाहिँ 10जना त्यो जुन चाहिँ मौर्य राजाहरूको लागि चाहिँ नि वंश खतम गरेको हिसाबले त्यो रावण मारेको भन्छ त्यो रावणको टाउको उम्रेको भन्छ त्यस्तो त्यो मतलब त्यो त त्यसपछि त्यस कविहरूले अनि अनेक किसिमको दैवीय सबै बनाउनु तर रियल भएको चाहिँ के छ भन्दाखेरि भारतमा राजाहरूलाई चाहिँ नि रामको आधार चाहिँ दिएको त्यसको राम एउटा त्यस्तो पुरुषार्थको व्यक्ति जुन रामायणमा चित्रण भयो नि त्यही हिसाबले चाहिँ नि राजाहरूलाई विष्णुको अवतार भनेर चाहिँ नि जसरी त्यो गएको तर त्यसलाई अनि त्यो पण्डितहरूले त्यसको पुराण लेखिदिने होइन त्यसको साहित्य लेखिदिने अब महाभारत लेखिदिने राजनीति सल्लाह दिने राजनीति अब त्यहाँभित्र त्यो ग्रन्थभित्रै सबै राजनीति पनि छ नि त अब महाभारत पनि एउटा महाकाव्य नै हो होइन व्यास भन्ने ऋषिले लेखेको अब त्यसपछि वाल्मीकि ऋषिले लेखेको रामायण हो अब त्यो रामायणमा चाहिँ त्यो पुष्यमित्र सुङलाई दैवीय रूप दिइदियो अनि त्यसपछि चाहिँ यहाँ अब राम चाहिँ यति सफल एउटा भयो कि अनि त्यो रामायण चाहिँ धेरै हेर्नु न भारतमा चाहिँ पढिने दुईटा ग्रन्थहरू होइन बढी चाहिने अनि दरबार राज्य गर्ने त्यसमा धेरै राजनीतिका कुराहरू छन् अनि त्यो नै राजनीतिको आधार भएर हुँदा यहाँ अब हाम्रो नेपालको नारायणहिटीमा बस्ने राजाहरू पनि त्यसैबाट आफैले विष्णुको अवतार भन्दाले त्यसकारण आफूले विष्णु होइन उसले मात्र आफैले भन्ने पनि हो त्यहाँ वरपर जुन चाहिँ पुरोहितहरू पण्डितहरू प्रशस्ति गर्ने होइन जस्तो विक्रम के भनेर त्यसको लामो हुन्छ नि त बिरुडावलीहरू लेखेको हुन्छ नि त्यसमा लेख्नेहरू त उनीहरू त्यसलाई चाहिँ के अरे त्यो विष्णु पनि भनिदिएको छ त्यहाँ के अब सबै शक्तिशाली देवताहरूको नाउँ सबै राखेर ऊ चाहिँ उस सारा शक्ति देवता शक्तिको चाहिँ उसमा आएको छ र उसलाई राज्य गर्ने जनतालाई शासन गर्ने अधिकार दिएको छ भन्ने कुराहरूले गर्दाखेरि त्यसकारण यो विष्णुको अवतार भनेर अनि जनताहरूले पनि के छ भन्दा जनताहरूले पनि खालि सुनेको रामायण र महाभारत मात्र सुनेको हुन्छ अहिले आधुनिक शिक्षा त अहिले भर्खर त भयो नि त होइन कलेज स्कुल खोलेको भनेको त 100 वर्ष भन्नुपर्ने पछिको कुरा हो 100 वर्ष पनि छैन होइन उनीहरूले त त्यसको एजेन्टहरू को हो भने बाहुनहरू त्यसलाई जहाँ पनि त्यो ईश्वरको शक्तिको बारेमा चर्चा गर्ने जुनसुकै सत्यनारायण कथा पनि त्यही हो शिवपुराण पनि त्यही हो होइन रामायण पनि त्यही हो महाभारत देवताको चाहिने शक्तिको बखान गरेर मान्छेहरूलाई त्यसप्रति चाहिने एक प्रकारको के भन्ने हो नटमस्तक बनाउँदिने अनि जीवित फर्म चाहिँ लगेर अब यो राजा चाहिँ त्यही हो भनेपछि राजाको शासनमा हामी चाहिँ प्रतीकात्मक सम्बन्ध के हुनसक्छ जस्तो तपाईँले भन्नुभयो जनतालाई चाहिँ एक किसिमको चाहिँ अन्डरमा राख्नको लागि बनाएको भनेर यो त्यो पनि त हुनसक्छ नि राजालाई चाहिँ देवताको अवतार भनेपछि जनताहरू पनि कन्भिन्स होलान् त्यो प्रतीकात्मक तरिकाले चाहिँ जनताहरूलाई चाहिँ एक किसिमको चाहिँ अनुशासनमा राख्न अथवा त्यो राजाको अन्डरमा राख्नको लागि पनि त बनाएको हुनसक्छ नि होइन यो तपाईँको राज्य गर्ने राजाको शक्ति र अनि त्यसलाई चाहिँ पुष्ट्याइ गर्ने अनि धार्मिक कथाहरू धर्ममा त्यो ईश्वर केही पनि छैन वास्तवमा त्यो एउटा सृजना मान्छेहरूले अनि त्यसपछि त्यही शासनको आधारै त्यही हो अब पछि पो अहिले पो जस्तो पश्चिमी उसमा लोकतन्त्र आयो डेमोक्रेसी आयो त्यसमा इलेक्सन गर्ने होइन इलेक्सन गरेर चाहिने नेता चुन्ने अथवा राष्ट्रको प्रमुख चुन्ने त्यो त पछिको कुरा हो नि यो त अब भनौँ नेपालमा त अहिले कति 60 साल पछि त चुनाव भन्ने कुरा आएको त्यो पनि भएन अब 46 सालपछि बल्ल मान्छेहरूले चुनाव गर्न थाल्यो त्यो पनि राजा राखेर होइन त्यो राजाले नमानेपछि अनि त्यसपछि अनि गणतन्त्र आएको 20 वर्ष मात्र हो नि त 20 वर्ष मात्र भयो अब
आज अब 20 वर्ष अगाडिको भनेको 20 वर्ष अगाडि भनौँ न 15-16 वर्ष अहिले 35-36 वर्षको मानिसहरूले मात्र यो गणतन्त्र बुझ्ने हो के हैन। त्योभन्दा यो नयाँ जेनेरेसनले त त्यो पुरानो थाहा पनि छैन हैन। त्यसकारण चाहिँ त्यो राजा भनेको चिज चाहिँ कसले बनाउने हो भन्दाखेरि धार्मिक त्यो चाहिँ पण्डितहरूले बनाउने हो त्यो जुन व्याख्या न्यारेटिभ। तर हिन्दू धर्मसँग जोड्छन् नि बढी जस्तो राजतन्त्र र अहिलेको उनीहरू राजावादीहरूले ल्याउन खोजेको राजा र हिन्दू धर्मलाई सँगसँगै लिएर गएको छन् कि आन्दोलनमा। मतलब त्यो सम्भव छैन, एकअर्कामा के सम्बन्ध हो अथवा चाहिँ हिन्दू धर्म नल्याइकन राजा मात्र ल्याउन सम्भव छ कि छैन, के हो खासमा यिनीहरू? अब यो यहाँ नेपालको कन्टेक्स्टमा यो शाह राजा अथवा योभन्दा अगाडि मल्लहरू पनि त्यही हो। मल्ल राजाहरू पनि आफूलाई देउतैको ठान्थ्यो, विष्णुकै अवतार ठान्थ्यो होइन उनीहरू पनि। त्यस कारण चाहिँ यहाँ नेपालको कन्टेक्स्टको राजा अब यो फरक हुन्छ, जापानको राजाको अलिकति कन्टेक्स्ट फरक होला। तर त्यो प्रोसेस चाहिँ के छ भने त्यहाँको धार्मिक पण्डितहरूले न्यारेटिभ बनाउँछ, जनतालाई त्यही मात्र एजुकेट गर्छ र जनताहरूले के छ यो राजा चाहिँ नै देउताकै हो होइन। यता धार्मिक उहरूले चाहिँ नि जनताहरूलाई धर्मप्रति आस्थावान बनाइदिन्छ, ईश्वरको महिमाबाट उनीहरूलाई शिक्षित गराएको हुन्छ। सम्पूर्ण शक्तिशाली ईश्वर नै ईश्वरकै उसबाट हामी बाँचिरहेछौँ होइन। हाम्रो सबै जीवन त्यो छ भन्ने एउटा आधार त्यो हुन्छ। अनि त्यसको शासन गर्नलाई अनि जीवित यो संसारमा शासन गर्नलाई ईश्वरको शक्ति अवतरण भनेको राजा हो। त्यस कारण त्यो ईश्वरले चाहिँ हामीले जुन सृजना गरेर बनाएको छ त्यो हाम्रो व्यवस्थापनलाई उसले देउता आफै हाम्रो शासकको रूपमा चाहिँ देउताले पठायो। ईश्वर आफै अब यहाँ नेपालमा चाहिँ ईश्वर आफै विष्णुको अवतार भएर आएको छ भन्ने कुराहरू भयो। त्यसकारण नेपालको कन्टेक्स्टमा हिन्दू धर्म र यो शाह राजतन्त्र एउटा सिक्काका दुईटा पाटाहरू, त्यो यो छुट्याउनु मिल्दैन। राजतन्त्र मात्र गर्ने अथवा राजतन्त्र नभएको हिन्दू राज्य मात्र गराउने भन्ने कुराहरू हो। जस्तो अहिले भारतमा नेपालमा चाहिँ हिन्दू राज्य बनाउनलाई भारतको इन्ट्रेस्ट धेरै छ। अहिले धेरै घुसपेट चाहिँ भारतको हो अहिले खास। इन्डियाको चाहिँ नि आरएसएस र बिजेपी विश्व हिन्दू परिषद होइन। अब अहिले त यिनीहरूलाई अन्तर्राष्ट्रिय स्तरमा यिनीहरू त हिन्दू टेरोरिस्ट भनेर पनि, किनभने अहिले तपाईँको टेरोरिस्ट चाहिँ अहिले बिजेपी हेर्दाखेरि हो छ, तर अन्तर्राष्ट्रिय स्तरमा उसलाई टेरोरिस्ट स्टेटको हिन्दू